Hello guys, good morning. Good Welcome morning. welcome and welcome back again to our छोरी vlog है. So आज हामी आमाको ब्लड टेस्टको लागि जाँदैछु. अटो आउनु पनि आइपुगेको छ. बिचमा अघिदेखिको अड्केको छ भने के भन्नु थियो? अब लटेको बखेनमा घुम्नु म तपाईलाई देखाउँछु ल. सो हामी हस्पिटलभित्र आइसकेको छु है. आमाको अब ब्लड टेस्टको लागि जाने. बेसी हल्ला गर्नुहुँदैन नि त यहाँ के है. अन्त भर्खर कोडहरू लियो, पेमेन्ट सेमेन्ट गऱ्यो. अब भित्र जाने टेस्ट गर्ने. त्यहाँबाट सायद आफ्टर ब्रेकफास्ट पनि हुन्छ र त्यहाँबाट एउटा ब्लड टेस्ट गरिकन फेरि अर्कोको लागि खाजासाजा खाइकन आउने होइन. हामी छोडिसक्यो. पिछले बारको मेम्बरसिप सकेको थियो अरे अन्त आमाको नयाँ रिपोर्ट. सो गाइज हामी आमाको ब्लड टेस्ट गरेँ. पहिलाको त्यो सुगरको ब्रेकफास्ट अगाडिको बस्नु. अन्त ब्रेकफास्ट गरेर युजली त के भन्छ 2 घन्टा बाद आउनु भयो कि आज त 3-4 घन्टा बाद आउनु भयो. अन्त हामी फेरि घर वापस फर्किने किनभने टाढो छ घरदेखिको यहाँ कहाँ बस्नु है. अनि अटो बुक गरेको छु, आउँदैछ. अब घर जाने, खाजासाजा खाने अनि फेरि एकछिन बादमा. तर घर पुग्दा बस्दा फेरि निक्लिने टाइम हुन्छ है. के गर्नु हो अब अटो पनि बुक भइसक्यो, के गर्नु हुन्छ होइन. हो अन्त अब घर गएर आफ्नो कतै जाउँ न त एउटा ट्रेनको प्रब्लम जाने के गर्नु, क्यान्सल गर्नु. पनि कहाँ गर्नु हुन्छ हाँ कहाँ गर्नु घर जाने. कति गरी अँ कहाँ पर्नु 3-3.5 घन्टा. यसो घर गयो भने चाहिँ घर टाढो भएकोले गर्दा जानु पुग्नु आधी घन्टा, आउनु आधी घन्टा. जाँदा बसेर त्यो खाइन्जेल आउने टाइम खुरुक्क भइहाल्छ हो. अब यहाँ बसे पनि टाइम बिताउनु साह्रो. त्यो माथि चेन्ज हुँदैन हो. आमाले क्यास चलाउनुहुन्छ, युपिआई चलाउनुहुन्न. अन्त चेन्ज नभएकोले गर्दा त्यो अलग दिक्कत. जाउँ न त यसो बाहिर गइकन हेर्दै गरौँ के के छ है. बेसी सुट गर्नु पाउँदैन गाइस बिकज यहाँ ट्राफिक पुरा छ. यो मेन रोड हो, त्यसले गर्दा यसो फोन चलाउँदै गर्नु पनि अप्ठ्यारो हुन्छ. खाने जग्गाले के भन्छ नास्ता पानी गर्नु पर्यो त्यो ल्याउनु पर्यो बसेर अन्त होइन उसले भनेको नि ठिकै इन्जिन्स दोबारा फेरि रिभ्यू गराउनु भन्दा यिनीहरू चाहिँ हस्पिटल भएकोले गर्दा प्रिकसन्स पुरा लिन्छ कि कुनै रिस्क लिँदैन नि तिनीहरू. पहिला थिएन सायद यो उयोहरू चेन्ज भएको जस्तो क्या यिनीहरूको. अन्त सेकेन्ड चान्स दिँदैन कि यिनीहरूले. हुनु त राम्रै हो बट अब हामी युजली नर्मल भएकोले गर्दाखेरि चाहिँ हामी 3टा दुलो पायो. अब यसो बाहिर जाने, खाजासाजा खाने, हाम्रो स्थानहरू हेर्ने. स्थानमा पुगेपछि चाहिँ फेरि तपाईँलाई देखाउँछु ल. गयो गाइस, हामीले खाँदैछौँ इडली, वडा, डोसा. अनि आमाले खाँदैछ पुरी सब्जी हो. म त सुट गर्नु बिर्सेछु. आमाले याद दिएर भक्कु चक्करमा है मम्मा है. कस्तो छ मैले बनाएको भन्नु नि भन. ल खान्छु ल आमा. सो गाइस हामीले खाजासाजा खाइसकिए. अन्त हामी आएको छ हस्पिटलमा. हामीले सोचेको थियो बाहिर बस्नु भनेर, तर बाहिर जग्गा पाएन. अनि हामीलाई वासरुम युज गर्नु थियो. हामी आएको छ हस्पिटलमा. अझै कति अझै 3 घन्टा छ होला. अन्त 2-3 घन्टा बाद फेरि जानुपर्छ. 2-3 घन्टासम्म चाहिँ यहीँ बस्नुपर्छ है आमा. के गर्नु बस्नु. अब बाटोको कतिवटा पेसेन्ट आउँछ, कतिजना जाति भएर जान्छ हेर्छु, कतिवटा सिस्टरहरू आउँछ, कतिवटा फ्यामिली आउँछ. गन्ती गर्छु अझै के गर्नु. आमाको टाइम पास गरेर सिक्युरिटी गार्डको काम दिँदैन मलाई होइन यो मेरो लागि विस गर्नु कि मलाई यहाँ सिक्युरिटी गार्ड राख्छ. घरि अटो चलाउँछु भन्छ, घरि सिक्युरिटी गार्ड गर्छु भन्छ. केही कुरो छैन. अब अलिक घन्टा पछि पुग्छ जाने. अन्त फेरि घर पुग्ने. हामी अब अटो पक्रेर कमा चाहिँ के हो यो फर्किँदैछु. घर फर्केको हो कि कस्तो लाग्यो एक्सपिरियन्स. डल्लै दुखाइन्छ त्यस्तो. अनि आमालाई मलाई मन पर्दैन नि त दबाई डक्टर ब्लड टेस्ट. अनि ब्रेकफास्ट गरेको बादको चाहिँ एकछिन अगाडि निकालेको. अन्त दुख्यो अरे आमालाई के सोध्नु अलिकति चाहिँ दुख्छ अरे अन्त मैले सोधिदिएको. हुन्छ नर्मल गएर आइस प्याक लगाउनु अरे. हो हामी जाँदैछु. बाटोमा साह्रै धुलै छ. मास्क लगाउनुपर्छ. घर पुगेर बात गरौँ है. सो गाइस हामी घर आइपुगे. आधी दिन त्यहीँ बित्यो हो. अब
के पकाएर अन्त खाने म अरे? जाएँ बाहिर घुमेर आएको हो अन्त अब निम्बु पानी बनाइकन खाने अरे खालि टाउको दुखिरहेको छ म त सुत्ने एक झप्पै सुतेर उठ्ने अन्त नुहाउनु जाने साला नुहाउने तरन छैन पहिला नुहाउनु पर्छ हस्पिटलबाट आएर पनि कस्तो छुट्टा उठ्या निन्दाले हाई हाई भइसक्यो एक राउन्ड सुतेर बिहान कति नुहाएर बजी निक्लेको हामी बिहान 7:30 अन्त निन्दा लाग्दैन भन अन्त के भयो एकखेप नुहाउँ न ती यस्तो झुलै झुलोबाट पढ्दैन अब के गर्ने बाँकी पिक्चर हेर्ने बस्ने आज बेसी पनि काम त छैन सुत्दै पिक्चर आज हेर्ने काम छैन। आज त सुत्दै पिक्चर हेर्ने आज म र मम्माको पिक्चर डेट हो आमाले पुरानो पुरानो मुभीहरू देखाउनुहुन्छ हो त्यो हेर्छु खाँदै अहिले त के खानु मन पनि छैन खालि निम्बु पानी पिउने अब जबरजस्ती गर्छ पानी पानी यस्तो जी पखाल्ने मिलिट्री स्टाइलमा नहुने म त आमा कसरी नहुने थाहा छैन म त मिलिट्री स्टाइलमा नहुने अन्त निक्लेर सुत्ने उठ्ने मुभी हेर्ने त्यहाँबाट अलिक खुजुर बुजुर के छ खाने बिस्किट चिया खाने अहिले त किन खान भोलि पनि डम्मै छ बिस्किटले त अझै बाहिरको खानामा तेल त्यस्तै तेल हुन्छ नि त अन्तखेरि त्यसले गर्दा प्रब्लम हुन्छ ग्यास हुन्छ कहीँ जागेको दिनमा दिनचर्यामा के हुन्छ तपाईँलाई त्यही कारण देखाएर जान्छ सिम्पल होस् नमिठो होस् घरकै खाना होस् है स्टे ट्युन तर चपडी जिउलाई होइन स्वाद चाहिन्छ कोही बेला हुन्छ हेर्दै गर्नुहोस् होला अघिको भिडियोमा हेर हातहरू अघि? सुक्खो ए गर्छ होइन गिलो भइहाल्यो रिसको पनि नि So guys, welcome अलिक back टाढो again. So guys, welcome back again. So आज चाहिँ हामी नमस्कार सो आज चाहिँ हामी जाँदैछौँ मम्माको रिपोर्ट देखाउनु रिपोर्ट चाहिँ कलेक्ट गरेको छैन हामीले उयो सफ्ट कपी ल्याएको छु त्यसको अन्त हामी रिपोर्ट देखाउनु गएको आमाको डक्टर गइकिन हेरौँ है आमाको रिपोर्टमा के भन्छ के भयो नर्भस भयो क्या डक्टरको नाम मनपर्छ है हुन्छ गाइस सी यु अगेन सो गाइस हामी आइपुगेको छु आमाको डक्टरकोमा हाम्रो टाउको हेर्दै अन्त पर्खिरहेको छु डक्टर आइपुग्नु भएको छैन रहेछ अनि मामा बसिरहनु भएको छैन सर्दिले मेरो हालत खराब हो टकाउनु भएको छैन हाम्रो चाहिँ टोकन छ नम्बर 5 ए उल्टा देखेको 5 नम्बरको अहिले 0मा छ पछि म देखाउँछु ल वरिपरि साथीभाइहरू हामी तपाईँ लिएर घर जाँदैछु अटो आयो पछि आमाले गन्ना के भन्छ त्यो के भन्छ गन्नालाई गन्नेको उखुको रस खान्छु भन्दै थियो उखुको रस खानु पाउनु भएन आमाले अटो पुगिहाल्यो त्यो उखुको रसवाला नभए चाहिँ अटो पनि नआइपुग्ने नि है के खान्छु या के गर्छु भन्दाखेरि त थुप्रो टाइप हुन्छ हामी त होमियोपेथिक चलाउँछु हामी त होमियोपेथिक आमाले होमियोपेथिक चलाउँछ सो हामी चाहिँ होमियोपेथिकको क्लिनिकमा आएको थिएँ तपाईँहरू दिनुभयो थ्याङ्कफुली आमाको कतिवटा कुराहरू नर्मलमै रहेछ अन्त दबाई अलिकति दिनुभयो सानो कुरै दबाई दिनुभयो त्यो चाहिँ कन्ट्रोलमा राख्नु अरे आमा त थाइरोइड छ नि त थाइरोइड चाहिँ कन्ट्रोलमा राख्नु अरे अब अन्त राति निद्रा लाग्दैन भनेर राति अलिक सुत्ने के भन्छ फ्लुइड दिनुभएको छ त्यस कारण खाने अरे होमियोपेथी हो अन्त मलाई क्याल्सियमको दबाई आमाले अनि आमाले चाहिँ मलाई हड्डी दुख्छ भने चाहिँ क्याल्सियमको दबाई खुवाउनु भनेर चाहिँ क्याल्सियमको दबाई लिएर आयो मेरो लागि हो अब त्यस्तै छ कुरा अनि निस्केको डक्टरको बहाना त्यस्तो हो कुरा अन्त चाहिँ अब घर जाने अन्त घर गएर के गर्ने पिक्चर हेरेर सुत्ने चाय पिउने हौ एक राउन्ड जाडो चिसो हावा भयो स्वेटर लाग्दैन हो घर गइकन चिया बनाइदिनुपर्छ कान्छाले के गरिरहेको होला कुनै बाथरुमको दलियो पनि खुल्ला छ कि छैन मनको गरेर आयो खुल्ला राखेको यसो भएर खुल्लै छ कस्तो राम्रो बिल्डिङ छ त हाम्रो आफै वासरुम जान्छ यसो खुट्टा पुगेर निस्किन्छ अन्त हुन्छ घर पुगेर देखाउन मान्छे भन्दा पनि सफा छ मेरो मियाउ मियाउ त सफा छ मेरो छोरो हाई गाइस हामी अटोबाट उत्रेर पापाको लागि दबाई लियो पापाको कम्बर दुख्छ भनेर दबाई लियो दम बिस्किट लिएर खाँदैछु कसैले मलाई अगाडि राखेर भुत्ला जस्तो देखिरहेछ हो आमाले के खाँदैछ हो आमा बल पनि खाँदैछ मलाई चाहिँ जिमजाम खाँदैछु जिमजाम हो अनि आमाले नुडल्स दिनुभयो अनि के किन्नु भयो
के किने किने थाहा भएन हेर बुढापाको असर क्या गाइस बुढापाको असर घर गएर अघि एकछिन नगरी चिया खान्छु भन्दै थियो अब गएर नुडल्स बनाउनु छ आज नुडल्स बनाइकिन चियासँग नुडल्स खाने कफी पिइहाल्छु नि गएर कफी बनाउनु पर्छ कफी बनाइकन अन्त फेरि नुडल कफी बनाउँदा नुडल उसिन्नुमा राख्छु हो त्यहाँबाट कफी खान्छ भेजिटेबलकै मलाई प्लेन नुडल्स तर मलाई आफूले बनाएको चाहिँ नुडल्स मन पर्दैन किनेर राखौँ भन्दै थिएँ आमाले नुडल्स किनिहाल्यो घरमा बनाएर राखौँ भने हो गएर नै कान्छाले के गर्दैछ दोकानमा नुडल्समा 27 हालेको हुन्छ मन पर्दैन नि त कोही कोही बेला चाहिँ 27 को स्वाद चाहिँ त खानु मनपर्छ है ओके गाइस मलाई यो बिस्किट मन पर्छ नि आमाको मनपर्ने बिस्किट मन पर्छ सुगर फ्री भइहाल्यो मेरो बडी सुगर नर्मल आएको कि कोही फेरि खुसी भयो बट न अगेन नर्मल आयो मतलब खाएको गर्नु होइन नि है त्यसलाई स्टेबल पनि त राख्नु पऱ्यो हुन्छ गाइस हेर्दै गर्नुहोस् होला म तपाईँहरूलाई नुडल्स बनाइकन देखाउँछु मेरो म मोटो भइहाल्यो ओभरवेट मोटो त म पनि भयो नि 3 केजी बढाएको छु गाइस 53 भएको छ अन्त बिहान भात कम्ती खान्छु भनेर कम्ती पस्यो थप्नु मन लागिहाल्छ पारेको फर्के त हो नि एक पनिर थप्दा हुँदैन हो फेरि मात्र धपिकन खान्छु समसम राति पनि खाँदैन भने अलिकति दिनुपर्छ त्यही आमाले झन् अचार बनाउनुहुन्छ हो वकमा जा भन्दैछ मलाई हमेसा वक अन्त आमाले के भन्छ अचार बनाउनु भएको छ मुला र निम्बुको त्योसँग अन्त आहा झन् डबल भात जान्छ हो के गर्नु होइन हेर्दै गर्नुहोस् होला म तपाईँलाई नुडल्स बनाइकन देखाउँछु